कंसलाई मारेर भगवान कृष्णले पहिलोपल्ट के काम गर्नु के गर्नु कंसलाई मारेपछि भगवान श्री कृष्णले मातरं पितरं चैव मोचयित्वाथ बन्धना के भयो বধ করলে কংসক বধ করার পিছত প্রথম কর্ম কি করলে কৃষ্ণই তার পিছত মাতরং পিতরং চৈব মোচয়িত্বাথ বন্ধনা পিতৃ আর মাতৃ অথবা দৈবক আর বসুদেব সব বন্ধনের পৰা মুক্ত করালে সর্বপ্রথম কাম কি করলে कृष्ण रामो वंदास्ते शिरसा स्पृश्य पादयोः कृष्ण और बलरामे दैवकी और वसुदेवर शरण स्पर्श करिले प्रथम मंथन मारार पिছত कृष्ण और बलरामर এই কার্যকলাপ দেখি दैवकी और वसुदेवर निजर भावी पथ ना पाले এই দুইজন খেয়াই শিশুলে যাক আমি সৰুতে সৌ নন্দগ্ৰামত এৰি আহিছিলো হেয়াই কৃষ্ণ হেয়াই এইজন আমার পুত্র হব নোৱাৰে এইজন ভগৱান হে নেকি দেবকী বসুদেবস্য বিঘ্নায় জগদীশ্বৰো পিতা সম্বন্ধনো পুত্ৰো संगीत आशंका है मन मेरा छोरा हुनकी होइन नि कृष्ण बलराम सन्देह भयो मनमा यस्ता बलिया भए कंसलाई मारे मैले त देवकी त परिबाट हात जोडेर प्रणाम गरे कि यो त भगवान होला भनेर ढोक्न थाले के देवकी आमाले कृष्णलाई कृष्णले भन्नुभयो त्यसो नगर्नुहोस् तपाईँ मेरी आमा हुनुहुन्छ वसुदेव मेरा पिता हुनुहुन्छ हामीहरू तपाईँका सन्तान हो कृष्ण बलराम तपाईँहरूलाई यत्रो वर्ष जेलमा बस्नु पर्यो कारागारमा बस्नु पर्यो हाम्रा लागि किनभने मेरो लागि तपाईँहरूलाई उद्धार गर्न आउनमा मेरो विलम्ब भयो त्यसकारणले हामी क्षमा चाहन्छौँ हे आमा हे बुबा अबदेखि तपाईँहरूसँगै हामी बस्छौँ हामी जान्नौँ वृन्दावन गोकुली बस्छौँ देवकी वसुदेव खुसी भयो अब यही बस्छ त यही बस्छ एउटा सन्तान एउटा छोरो उपयुक्त भएर आमा बाबुको हेरचाह गर्दैन भने त्यो छोरो भएको के काम लाग्यो हामी उपयुक्त सन्तान हो आमा बाबु तपाईँहरू हुनुहुन्छ तपाईँहरूले यत्रो वर्ष कारागारमा बन्दी हुनु पर्यो एउटा उपयुक्त छोरो भएर आमा बाबुलाई हेर्दैन भने बुढाबुढी भएको त्यो छोरालाई धिक्कार त्यही भन्नुभयो कृष्ण भगवानले उग्रसेनलाई कंसको बाउ जो थियो मामलाका बाउ भनौँ न उग्रसेनलाई राजा बनाइदिनुभयो सिंहासनमा बसाइदिनुभयो राज्य चलाउन थाल्नुभयो उग्रसेनले कृष्णले आमा देवकीले वसुदेवका घरमा बस्दा वसुदेवले भन्नुहुन्छ बाबु तिमी त निकै ठुला भएछौ अध्ययन गर्यौ कि गर्यौ न पढाइ भएको छ कि छैन हेर्नुहोस् एउटा बाउको कर्तव्य के हो छोरालाई आमा बाउको कर्तव्य हो छोरालाई पढाउने शिक्षा दिने जसरी एउटा छोराको कर्तव्य आमा बाउको रक्षा गर्ने हो हेरचाह गर्ने हो भने आमा बाउको पनि कर्तव्य हो छोरा छोरीलाई पढाउने जसरी कृष्णले भन्नुभयो म छोरो भएर आमाको सेवा गर्न पाइन बाउको सेवा गर्न पाइन म क्षमा चाहन्छु त्यस्तै वसुदेवले भन्नुभयो म पनि बाउ हुँ तिमीले पढ्यौ कि पढेन खोजी गर्नुपर्छ मैले कृष्णले भन्नुभयो पढेको छैन गाई चराउँदै मखान चोर्दै घाँस मेला गर्दै बाँसुरी बजाउँदै गयो दिन हो यसरी त हुँदैन बाबु पढ्नुपर्छ माता शत्रु पिता बैरी
ये न बालो न पाठिता आमा भएर बाउ भएर छोरालाई छोरीलाई पढाउँदैन भने त्यो छोरा छोरीको लागि आमा बाउ सधैँभरि शत्रु हो, सधैँभरिका लागि शत्रु। किन पढाएन? सानोमा त जान्दैन थियो बिचरा, कमसेकम आमा बाउको त ज्ञान थियो, यसलाई पढाउनु पर्थ्यो भन्ने त्यति ज्ञान भएन आमा बाउलाई। ठुलो भएर त्यो छोराले आमा बाउलाई गाली गर्छ, सधैँभरि धिक्कार दिन्छ, मेरो आमा बाउ कस्ता रहेछन् जसले मलाई पढाएन। र आमा र बाउ भएपछि सन्तानलाई पढाइएन भने आमा बाउ भएको पनि बेकार हो। माता शत्रु पिता भई ये न बालो न पाठिता न शोभते सवा मध्ये हंस मध्ये जसरी हाँसाका सभामा बकुल्लाको शोभामान हुँदैन, जति नै गोरो सेतो भए पनि त्यस्तै नपढेका बालकको एउटा प्रतिष्ठित समाजमा कहिले त्यसको स्थान हुन सक्दैन। पढेको हुनुपर्छ, पढाउनु पर्छ। बाबु पढ होइन, म पढाउन लान्छु, कृष्ण बलरामलाई लगेर सन्दीपनी गुरुको आश्रममा लगेर राख्नु। सन्दीपनी गुरुले पढाउनु हो 64 दिन अहोरात्रि चतुष्षष्ट्या संयते तावती कला। चतुष्षष्ट्या 64 दिनमा भगवान कृष्णले बलरामले 64 कलाको शिक्षा आहरण गरे। पढ्नु पर्यो, गुरुलाई गएर हात जोडेर भने दक्षिणा दिनु पर्यो, तपाईलाई हामीलाई यत्रो शिक्षा दिनुभयो, शिक्षा दिएपछि दक्षिणा दिएन भने त्यो शिक्षा अधुरो रहन्छ। र गुरुदेव तपाईलाई दक्षिणा दिन चाहन्छु। गुरुदेवले भने तिम्रो हातको दक्षिणा मलाई चाहिन्छ। तिम्रो जस्ता चेलालाई मैले पढाउन पाएँ त्यहाँभन्दा ठुलो मेरो भाग्यहरू के छ? कृष्ण बलराम भन्नुहुन्छ दक्षिणा हामी दिन्छौँ, तपाईँलाई दिन्छौँ। गुरुदेवले भन्नु मलाई दिनु पर्दैन, मेरो श्रीमतीलाई द्याऊ, जाऊ तिमीहरू गुरु आमालाई द्याऊ। गुरु आमाले जो चाहन्छ त्यही दिनु, मलाई केही दिनु पर्दैन। तिमीहरू कृष्ण बलराम जस्तो चेला मैले भेटे पढाउन पाएँ, मेरो लागि त्यही हो गुरु दक्षिणा। एउटा शिक्षकको लागि नि एउटा राम्ररी पढ्ने चरित्रवान एउटा छात्र नै शिक्षकको दक्षिणा। कृष्ण बलराम गएर आमालाई गएर भन्दछन्, आमा के दक्षिणा चाहिन्छ भन्नुहोस्, हाम्रो गुरुबाले दिनुभयो तपाईँलाई दिन्छौँ। हामीहरू अब जान्छौँ गुरु दक्षिणा दिएर, हामीले पढिसक्यौँ, जाने बेला भयो, बिदाई दिन आएका, तपाईँलाई जे चाहिन्छ त्यही माग्नुहोस् त्यही दिन्छु। गुरु आमा बिचरा धुरु रुन थाले, तिमीहरू छोडेर नजाऊ मलाई। आँखाभरि आँसु पार्नुभयो गुरु आमाले, तिमीहरू छोडेर नजाऊ मलाई। कृष्णले भन्नु किन नजानु भन्दा तिमीहरू जस्तै मेरो पनि एउटा छोरो थियो। आजभन्दा कति वर्ष 15-20 वर्ष अगाडि त्यो मेरो छोरो एकखेप सागरमा स्नान गर्न भनेर नुहाउन भनेर पसेको आजसम्म निक्लियो गयो। त्यो छोराको याद मलाई सधैँ आउँथ्यो। आज तिमीहरू कृष्ण र बलराम जुन दिनदेखि यो मेरो पतिदेवको घरमा पढ्न आयो, 30 त्यो दिनदेखि मैले मेरा छोरालाई बिर्सेर तिमीहरूलाई छोरा भनिराखेको छु। कृष्ण बलराम तिमीहरू दुईजना मेरो छोरा भएर बसेका थियौ, अब तिमीहरू छोडेर जान्छौ त मलाई फेरि त मेरो मरेको छोराको याद आउँछ। तिमीहरूलाई दक्षिणा दिने इच्छा छ भने मेरो त हराएको छोरालाई खोजेर लैजाऊ। अनि म मान्दैन। कृष्णले भन्नुभयो म खोजेर ल्याइदिन्छु तपाईँको छोरो कुन समुद्रमा डुबेको थियो, कहाँ डुबेका थिए भन्दा समुद्रमा स्नान गर्न गएको, घुमेर आएन, म के गर्नु। कृष्ण तुरन्त समुद्रमा कुदेर जानुभयो। समुद्रलाई भन्नुभयो मेरो गुरुको छोरो निकाल, यही बाणले अहिले सुकाइदिन्छु म। समुद्र डरेर थरथर भयो। समुद्रले भने प्रभु यो सागरमा तपाईँको गुरुको छोरो छैन। कहाँ छ त? यही स्नान गर्न बसेको थियो। यो सागर मुनितिर एउटा राक्षस छ,
शङ्खको स्वरूपमा बसेको छ जसको नाम हो पञ्चजन, सायद त्यसैले भुँडीमा लुकाएर राखिरहेछ कि शङ्खको भुँडीमा ठाउँ हुन्छ खाली हो, त्यसैले लुकाएको होला। तुरन्त सागरभित्र जानुभयो त पञ्चजन नाम गरेको राक्षसलाई युद्ध गर्नुभयो, त्यसलाई वध गरिदिनु भयो। त्यसको शरीर जुन शङ्ख जस्तो शङ्ख निकालेर बाहिर ल्याएर हेर्नुहुन्छ छैन कति। भगवान कृष्णले त्यही शङ्खलाई फुक्नुभयो र त्यही शङ्खको नाम भयो पाञ्चजन्य। कृष्णको शङ्खको नाम हो पाञ्चजन्य। पाञ्चजन्य ऋषिकेशो देवदत्त धनञ्जय। गीतामा छ। शङ्ख भेटेर के गुरुको छोरो भेटिएन, त्यही शङ्ख लिएर यमलोकमा जानुभयो। यमराजलाई थाहा हुन्छ को कहाँ छ, यमलोकमा गएर शङ्ख फुकिदिनु भएको। यस्तो भयङ्कर शङ्ख फुकिदिनु यमराज। यमराज बाहिर निक्ले हेरेर यमराजले भगवानलाई देखेर छक्क परे, हे प्रभु किन आउनुभएको यमलोकमा, तपाईँ आउनु यहाँ बाहिर बस्नु। यमलोकमा भित्र बस्नुभयो भने यी सबै नरकमा आएर पापी पर्छन्, तपाईँ बाहिर बस्नु। बाहिरै राखो कृष्णलाई। यमराज बाहिर निक्लेर आए। यमराजले भने किन के हो तपाईँलाई भन्दाखेरि मेरो गुरुको छोरो कहाँ छ खोजेर निकाल। यमराजले यमलोकबाट कहाँ, यमलोक हो कि स्वर्ग हो कि कहाँ गएका थिए, त्यो गुरुको छोरालाई लिएर आएर कृष्णका हातमा ल्याएर चाहिँ लानुहोस् तपाईँको गुरुको छोरा। कृष्ण भगवानले गुरु पुत्रलाई लिएर आएर गुरु आमाका पाउमा ल्याएर छेउमा ल्याएर राखिदिनु। ल्याउनुहोस्, तपाईँलाई मैले गुरु दक्षिणा प्रदान गरेँ। एउटी आमाको हराएको छोरो भेट्दाखेरि एउटी आमा कति खुसी हुन्छन् होला भन्नुहोस्। साह्रै खुसी हो। आशीर्वाद दिनु। जाओ, तिमीहरू सधैँभरि तिमीहरू शिक्षा तिमीहरूको सधैँभरि नयाँ होइरहोस्। नयाँ हो शिक्षा, नयाँ हो शिक्षा, नयाँ होइरहोस् भनेको क्या हो? शिक्षा पुरानो भएर बिर्सिन्छ, पढेको पुरानो छैन बिर्सिन्छ, क्या लाग्छ? त्यस कारणले भन्नु जतिले पढ्छौ त्यो सधैँभरि एउटै रहिरहेको, नयाँ अहिले पढे जस्तै भइरहेको। त्यस्तो आशीर्वाद बहुत कम्तीले दिन्छ। विद्यावान भव त भन्छन्, विद्यावान भयो डिग्री धारण गर्यो तर पछाडि गएर तल पहिलो पढ्यो बिर्सिन्छ। आशीर्वाद दिनु हो विद्यार्थीलाई भने जो विद्या पढ्छौ त्यो सधैँभरि जस्ताको तस्तै रहिरहोस् भन्ने आशीर्वाद दिनुपर्छ। त्यस्तो विद्याको आशीर्वाद गुरु आमाले गुरुले दिनुभयो। कृष्ण बलराम गुरुको सेवा गरेर त्यहाँबाट निक्लेर जानुभयो। त्यही गुरु आश्रममा पढ्दाखेरि कृष्ण बलरामसँग कृष्णका एकजना साथी थिए जसको नाम हो सुदामा। सुदामाको कथा भोलि बिहान हुन्छ। भोलि पूर्णाहुतिको पनि दिन हो। त्यही पनि भोलिको कथा 9:30 बजीदेखि सुरु गरेर 10:30-11 बजीभित्रमा हाम्रो कथा सबै सकिन्छ। अनि त्यहाँबाट वर्तमानमा पनि छ, पूर्णाहुतिको कार्यक्रम पनि हुन्छ। धेरै त्यो दिनभरि काम लाग्छ, त्यस कारणले भोलि छिटै कथा थालेर छिटै सक्ने 1-1.5 घन्टामा भोलि मात्र श्री सुदामाको कथा आउँछ। अरू एउटा कुरो म अहिले भनिदिइहाल्छु। कसैका मनमा इच्छा छ गुरुजीहरूलाई मैले व्यासमा चढेर भागवतलाई ढोग्न पाइनँ, गुरुजीलाई टिको लगाइदिन पाइनँ भने आमाहरूको धेरै गुनासो हुन्छ के। जहाँ पनि गयो त्यही भन्छन्, भित्र जहाँ पूजा गर्न दिँदैनन् लगाएर बसाइहाल्छन्। त्यसरी माझमा आयो भने डिस्टर्ब हुन्छ कि अप्ठ्यारो हुन्छ। त्यस कारणले हामीले नियम राखेको छ, जसलाई गुरुको पूजा, वेदव्यासको पूजा, भागवतको पूजा गर्ने इच्छा छ भोलि तयार भएर आउनु, दक्षिणा लिएर आउनु, अक्षता लिएर आउनु। गुरुलाई टिको लगाइदिनु भने अक्षता घरमा बनाएर लिएर आउनु। यहाँ आएर अक्षता कता छन् भनेर खोज्ने हो। भोलि मेला हेर्छु, पछि घुरेर आउँछु भनेको कृष्णले गोकुल वृन्दावनको नामै नि दिनु। ती गोपिनीहरू के भयो? हजुरले त माया धर्म भो, हजुरले त माया धर्म भो,
अनि आज देवकी आमाले सोच्नु भएछ मेरो कृष्णलाई मजाले भोजन बनाएर खुवाउनु पर्यो। ध्यान दिएर सुन्नु है, नत्र छट्टपट्टिकन यस्तो मुनालिकन बसेर 10 मिनट धेर पर्दैन। माता देवकीले भोजन बनाउनु हो, कोही आएन म पछाडि बसेको अगाडि आउनु। कृष्णलाई बोलाउनु हो, बलरामलाई बोलाउनु हो, कृष्णलाई बोलाउनु हो, ल बाबु हो भोजन गर्न आओ। ठुलो थालमा पिरा ओछ्याएर धेरै थोक बनाउनु भएको रे। अब किनभने आफ्नो इच्छाले बनाउन खुवाएन पाइन मैले। कंसले जेलमा कारागारमा बन्दी गरियो कति वर्षसम्म। त्यो कृष्णलाई लगेर यशोदाको घरमा राख्यो। अहिले कृष्णलाई मेरो हातले बनाएर मिठो बनाएर खुवाउँछु भनेर मिठो बनाएर थालामा सजाएर कृष्णलाई बसाएर अनि भन्नुहुन्छ बाबु लु मैले मेरो हातले बनाएको भोजन आज तिमी खाऊ। भगवानले सोच्नुपर्छ हुन्छ आज मेरी आमाले बनाएको मिठो भोजन म खान्छु। आँखा चिम्लेर ध्यान गर्नु हो। पहिले भोजन गर्ने अगाडि प्रार्थना गर्नुपर्छ। ब्रह्मार्पणं ब्रह्महवि ब्रह्माग्नौ ब्रह्मणाहुतं ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्म समाधिना। आँखा चिम्लेर जब ध्यान गर्नुभयो आँखा उगारेर हेर्नु भएको भोजनको थाली देख्ने बित्तिकै कृष्णका आँखाबाट झरझरे आँसु भयो। भोजनको थाली देख्ने बित्तिकै झरझरे आँखाबाट आँसु झरे। कृष्णले भन्नुभयो यो कसरी खानुमा फेरि खाना खोज्नुहुन्छ फेरि आँखाबाट आँसु झर्छन्। हेरेको हेरे हेरेको हेरे हेरेको हेरे हेरेको हेरे हेरेको हेरे आमालाई देवकीलाई भन्नुभयो आमा अहिले म खान्न भरे खाउँला अहिले भोक लागेको छ राखिदिनुहोस्। आमालाई चिन्ता भयो के भयो के पुगेन। सानैदेखि यशोदाले पालेकी हुन् त मिठो मिठो बनाएर खुवाउँथिन् होला। सायद मेरो हातले त्यस्तो बनाउन जानिन होला। मेरो के गल्ती भयो। आमा देवकी पनि रुन थाल्नु मेरो के गल्ती भयो। यतापट्टि कृष्णको आँसु रोकिँदैन। कुनामा गएर पिताम्बरले आँखा पुछेको पुछै यतापट्टि माता देवकीले सोचेर तत्पाउनु भएन। कृष्णलाई के पुगेन किन रोए मैले के गल्ती गरेँ के भुल गरेछु भनेर यतापट्टि आमा देवकी रुने उतापट्टि कृष्ण रुने। दुईजनाको बिचमा अब कसले बुझाउने भन्दाखेरि विष्णुनाम प्रवरो मन्त्री कृष्णस्य दैत सखा शिष्यो बृहस्पति साक्षात् उद्धवो बोधिसत्तमः। उद्धव साथी कृष्णस्य दैत सखा श्री कृष्ण का अपना सखा प्यारा सखा उद्धवले देखे दुईजना रोइरहेका छन्। आमा छोरा क्या यस्तो कृष्णलाई गएर भने देवकीलाई गएर भने दुईजना रोने। देवकीले भन्नुभयो कोली किन हो कृष्णले भोजनै गरेन। उद्धवले आएर भन्नुभयो कृष्णलाई गाली गर्नुभयो त्यस्तो पनि गर्नुपर्ने। आफ्नो आमाले कति मजाले कति सम्मानले कति भक्तिपूर्वक छोरालाई भोजन खुवाउँछु भनेर टिका पारेको त्यसरी छोडेर हिँड्ने हो तिमी चुप लागेर हिँड त्यो भोजन खाऊ। साथीले त भन्न सक्छ। कृष्णले भन्नुभयो उद्धव म तो भोजन खान्छु तर मेरी आमा देवकीलाई भनिदिनु तो मेरो भोजनको थालीबाट तो मक्खन निकालेर राख। त्यो मक्खन देखे भने म भोजन गर्न सक्दिनँ। किन यो मक्खन देखे भने मलाई मेरी आमा यशोदाको याद आउँछ। यो मक्खन देखे भने मेरो नन्द बाबाको याद आउँछ। यो मक्खन देखे भने मेरी गोपिनीहरूको याद आउँछ। मलाई हिँड्ने बेलामा कसैले रोएका थिए जान नदिन भनेर म आज जान्छु भोलि बस्छु पर्सि आउँछु भएको अहिले कति वर्ष बित्यो। ती गोपिनीहरू के गर्दै मेरा हजार हजार गाईहरू थिए जसलाई लिएर म वृन्दावनको जङ्गलमा वनमा चढ्न जान्थेँ। त्यस्ता मेरी गौहरू के गर्दै तिमी त मेरा सखा हौ मेरो अंतर वेदनालाई बुझ्न सक्छौ। तिमी एकपल्ट जाऊ न मेरो नन्द बाबा यशोदाका घरको खबर लिएर आऊ। मेरी गोपिनीहरू के गर्दैछन् एकपल्ट खबर बुझेर आऊ जाऊ।
उद्धवजीले भन्नुभयो बा ती वृन्दावनका ती जङ्गल मन भनेको जङ्गल ती जङ्गलका गोपिनीहरूको त्यत्रो याद ती जङ्गलीहरूले के जानेको छ तिनीहरूको याद गरेर कृष्ण भनेको त परब्रह्म परमात्मा साक्षात भगवान ती गोपिनीहरू जङ्गलीहरू याद गरेर रुने ए बाबा भगवानले कृष्णले भन्नुभयो त्यसो नभन ती गोपिनीहरू पनि मेरो याद गर्दै होला नि त त्यस कारणले मलाई पनि यिनीहरूको याद आउँदैछ जसले मेरो याद गर्छ त्यसलाई मलाई पनि याद आउँछ एकपल्ट उठाऊ तिमीलाई म बिन्ती गर्दछु मेरा पिताहरू मेरी आमाको मेरा गाई बाछाहरूको मेरा गोपिनीहरूको खबर बुझेर आउँछ उद्धवले भन्नुभयो भोलि जान्छु चिन्ता नगर्नु तिनीहरू रुँदैछन् भने तिनीहरूलाई बुझाएर आउँछु ती जङ्गलीहरूलाई के थाहा तिनीहरूलाई कृष्ण भनेको को हो आज जान्छु यिनीहरूलाई बुझाउँछु ओर्छु 2 दिन पर्सि म घुरेर आइहाल्छु चिन्ता नगर्नु सन्देश लिएर म आउँछु उद्धवजी भोलिपल्ट बिहान रथ लिएर जान ठिक पर्नु भएको कृष्णले भन्नुभयो उद्धव पर्ख एकैछिन यत्तिकै गइछौ भने तिमीलाई त्यहाँ कसैले चिन्दैनन् एउटा चिनो लिएर जाऊ मेरो के चिनो दिन्छु चिन्दछन् चिन्दैनन् चिनो भगवान कृष्णले ओढेको पीताम्बर थियो नि पहेँलो वस्त्र त्यो उद्धवलाई बेरिदिनु भयो बोले यो चिनो जाऊ अब चिन्दछन् तिमीलाई मेरो सखा भनेर उद्धवजीले रथमा चढेर लिएर जानु त्यो कुन चाहिँ रथ भन्दाखेरि जुन रथ अक्रूरले लिएर गएको थियो कृष्ण बलरामलाई लिएर आएको थियो वृन्दावन गोकुल वृन्दावनबाट त्यही रथ लिएर आज उद्धव फेरि गोकुल वृन्दावन गए कृष्णको सन्देश लिएर जाँदैछ कृष्णको सन्देश लिएर जाँदैछन् जाँदै 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 वृन्दावन गोकुलमा जब पुगे कोही मान्छे कोहीसँग बोल्दै कोही मान्छेलाई देखेर हाँस्दैन चराचुरुङ्गी पनि कराउँदैन गाई बाछा पनि छैनन् रुखपात पनि ओइलाए जस्तो छ ए बाबा यो कुन ठाउँमा आएँ म यहाँ के कोही मान्छे हिँड्दैन यहाँको मान्छे एउटा मान्छे उताबाट यता आउँदै रहेछन् उसलाई देखेर भनेछन् तपाईँ कहाँको हो घर भन्दा मेरो यहीँ हो घर यो कुन ठाउँ हो सोध्नु पर्यो नि त उद्धवले सोधे त्यो मान्छेलाई गोठालालाई म यहाँ गाई चराउन बस्छु हजुर के गाई चराउनु गाई चर्दै चर्दैन घाँसै खाँदैन ढुक्क छ अचेल आमालाई उसले तपाईँ यहाँका गोठाला हुनुहुन्छ भने तपाईलाई थाहा छ यो नन्द बाबाको घर कहाँनिर पर्यो यो चाहिँ वृन्दावन गोकुल वृन्दावन होइन जहाँ कृष्णले लीला गरेको थियो उद्धव ती मित्रले गोठालाले भने हो तपाईँ पहिलोपल्ट आउनुभएको होला तपाईँलाई थाहा छैन कि हुन चाहिँ कृष्णले लीला गरेको धाम यही हो किन यहाँ यस्तो भयो भन्दा यो सब बुझ्नुहुन्छ अलिकति बस्नुहोस् त्यसो भए ठिक छ मलाई नन्द बाबा अरू यशोदाको घरको बाटो देखाइदिनुहोस् म नन्द बाबाको खबर लिएर आउँछु खबर कृष्णको खबर लिएर आएको हो नन्द बाबाको घरमा म जाँदैछु भन्दा त्यो गोठालाले भनौँ हाँसेर मुसुक्क हाँसेर भन्दछ अरे उद्धव तपाईँ कृष्णका सखा भएर त्यति पनि जान्नुहुन्न अझै नन्द बाबाको बाटो चिन्नुहुन्न उसलाई कसरी चिन्नु पहिलोपल्ट आएको देखिराख्नु पर्दैन यता आउनु तपाईँलाई चिनाइदिन्छु म यो पानीको खोलो बगेर आउँदैछ नि उताबाट देख्नुभयो यो पानीको खोलाको छेउ जानु नन्द बाबाको घरमै पुगिन्छ उद्धवजी छक्क भयो नन्द बाबाको घरमा पुगिन्छ पानीको खोला जाला पुगिन्छ पानीको खोलो बग्दै जता आउँदैछ त्यतै जानु हो उद्धवजी जाँदै 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 जाँदा जाँदै त नन्द बाबाको गौशालामा ग्वालीमा जहाँ 9 लाख गाईहरू बाँधिएको त्यत्रो ठुलो भयङ्कर ग्वालीमा पुग्नु त्यो पानी बगेर आएको खोलो त पानी होइन रहेछ यी 9 लाख गाईले कृष्ण भगवानको यादमा आफ्ना आँखाबाट आँसु बगाएर खोलो बगाइदिन्छ
अनि मुखाको घाँस चबाउँछ। कृष्णले छोडेर गएका दिनदेखि ती गाईहरूले आँसु बगाएका आजसम्म बगाइरहेका छन्।